होइन हो बिर्खे भाइ, के गर्नुपर्ने हो, काम पनि छैन। अब यो पाराले त हामी त घरमा साह्रो पर्छ त, बुढी नानी पनि भोकले मर्ने रहेछ हौ भाइ, के गर्नुपर्ने हो खै। त्यही त हो दाजु, कष्टको जमानामा त मान्छे बेसी भएर खै कुली काम पनि नपाउला जस्तो भइसक्यो। अब खाउँदा पनि छैन। ओ केटा हो, के गफ गरिँदैछ? त्यही त हो, यसो कामको खोजीको गफ गरेको नि। अन्त के गर्नु, मेरोमा एउटा काम छ हौ। के काम? म गर्छु काम। म पनि गर्छु है काम। तर तिमीहरू दुईजना म छ नि, कसले खैनी खान्छ, कसले गाजा खान्छ भन् त? म खै नि खान्छु। म गाजा खान्छु। यो रातो भेष लगाएको छ नि गाजा खाने, यता आउँदा। ओ दाजु, म खैनी खानेले त लगेन त हौ। तिमीहरू खैनी खाने एक घन्टामा प्याट 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 मार्दै गफ गर्दै बसिरहन्छस्। गाजा खाने पार्टी त सट्टे तानेपछि एकरो भएर डल्लै बारी खनिसक्छ। त्यही भएर छ नि खैनी खाने माको अल्छे हुन्छ, त्यही भएर नलगेको।